हजुरहरूलाई नमस्कार सबैजनालाई। मलाई म झापाको चाहिँ तार यो सर्ट भिडियो बनाउनु कारण चाहिँ के रहेछ र भनेर चाहिँ बुझ्नुको लागि हो के। हजुरहरू कहाँ कहाँ जानुहुन्छ, कहाँ जानुहुन्छ, गाउँ घुमेर आउनुहुन्छ अनि कहाँबाट भ्युज आउँछ त अनि एक ठाउँमा मजाले बसेर चाहिँ सारसफाइ गर्नु पऱ्यो कि सबैजनाले। अनि मेरो तर्क हो, जसले यो भिडियो हेर्दै हुनुहुन्छ, सरसफाइ गर्दै हुनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद छ। अनि म चाहिँ अरू के भनौँ भन्दाखेरि चाहिँ मलाई आज कस्तो देखा ठिक देखाएको फिल्टरको कमाल, फिल्टरको त कमाल होइन, यस्तो चाहिँ देखिन्छ कि यत्तिकै चाहिँ हुनु पऱ्यो केटा हो भन्दै म भिडियोलाई अगाडि बढाउन चाहन्छु। पुण्य दनबर है त। हजुरहरू कुन कुन मोबाइलबाट भिडियो बनाउँदै हुनुहुन्छ, भिडियो बनाउन जानु हुँदैन। मैले जस्तो यस्तो क्लियर आउने, अलिक साउन्डहरू क्लियर आउने खालको चाहिँ बनाउनुपर्छ कि, नत्र भने साउन्ड क्वालिटीहरू सबै चेक गर्ने छ। यो युट्युबले कस्तो खालको भिडियो बनाएको छ, साउन्ड क्वालिटीहरू कति राम्रो छ, सबै चेक गर्ने छ कि। अनि मलाई नोटिफिकेसन दिएर भन्दै थियो साउन्ड क्वालिटीहरू अलि मेन्टेन गर, भिडियोहरू अलिक क्लियर आउने गरेर बना भनेर त्यस्तो मलाई चाहिँ दिएको थिएँ। त्यस्तो सबैलाई यो जानकारी गराउन आएको खास म चाहिँ। अनि क्लियर आउनुपर्ने छ कि अलि भिडियो क्वालिटीहरू, नत्र नहुने रहेछ। नत्र भने युट्युबले त्यस्तो भिडियोहरूलाई चाहिँ के भन्छ धेरै भ्युवर्सहरूसँग नपठाउने रहेछ। त्यही भन्न लागेको। हजुरहरूलाई धेरै धेरै धन्यवाद छ मलाई यहाँसम्म पुर्याइदिनु भएकोमा। अनि मेरो चाहिँ फाइनली मोनेटाइज हुन लागिसकेको छ च्यानल। कोही किन्न चाहनुहुन्छ भने लिन सक्नुहुनेछ, म बेच्दिने छु सस्तो दाममा है त हजुर। भन्दै आजको भिडियो यहीँ समाप्त गर्न चाहन्छु। म चाहिँ युट्युबमा बोल्ने बानी नभएर अब चाहिँ बोल्ने बानीको विकास गर्दैछु म चाहिँ। अनि हजुरहरूलाई मेरो सर्के सलाम छ। मेरो भिडियोलाई लाइक सब्सक्राइब गरिदिनु होला। धन्यवाद।